हेलो गाइज अनि आज त्यस्तो साह्रो राम्रो मैले राइड पनि धेरै गरिनँ अनि आज निस्किँदा पनि अलिकति ढिला भयो र आज चाहिँ मलाई के भन्नु मन छ भन्दा जब मोस्ट अफ द टाइम मलाई त्यस्तो हुन्छ क्या केही गर्छु अथवा केही गरिरहेको टाइममा मलाई बिचमा एउटा पर्छ क्या त्यो हुन्छ नि बाधा आइपर्छ क्या मलाई याद भएको छ पहिला मैले एक्सर्साइज गर्छु भनेको थिएँ है एक्सर्साइज गर्छु भन्दाखेरि म बिराम भएँ अनि पछि फेरि अनि मैले सडनली फेरि मैले कन्टिन्यू गरेँ अनि पछि म त्यसपछि रनिङ गर्दै थिएँ रनिङ गरेपछि अनि म्याराथन दौडिने भने होइन म्याराथन दौडिँदाखेरि पनि म हप्ता दिन म्याराथन हुनुभन्दा अगाडि हप्ता दिन म बिराम भएको थिएँ र अहिले पनि म यो राइड सेयर एप जुन यो अहिले म राइड सेयर गर्दैछु यो गर्दा पनि 2-3 दिनसम्म ठिकै भयो त्यसपछि मलाई ढाड दुख्न थाल्यो कि मलाई अहिले ब्याक पेन भइरहेको छ होइन अनि इच टाइम मैले के गर्छु अथवा के गरिरहेको टाइममा चाहिँ मलाई यो बिचमा बाधा आउँछ क्या होइन अनि पहिलाको पालि चाहिँ म डाउन भएको थिएँ होइन म रेस्ट लिन्थेँ अब यसपालि चाहिँ नाइ क्या म चाहिँ होइन यसपालि चाहिँ म रेस्ट लिन चाहन्न कि होइन यो ढाड दुख्यो पनि म अफिस गइरहेको छु हुन्छ नि त्यो अब यस्तो बस्नै हुँदैन क्या त्यो हुन्छ नि खत्रै पेन हुन्छ अनि दिस टाइम चाहिँ मैले चाहिँ त्यो हुन्छ नि रेस्ट नलिने सोचेको छु क्या होइन जेसुकै होस् मैले गर्ने सोचेको छु कि